राजी सम्धीले पनि खिर एकदम बबाल बनाउँछ अरे अब सम्धी हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको भ्लग चाहिँ यहाँ साउन 15 आज चाहिँ हामी खिर बनाएर खानेछु। यहाँ चाहिँ हाम्रो राजी सम्धी र हाम्रो मम्मीले यहाँ खिर बनाउँदै हुनुहुन्छ हैन। के हाल्दै हो राजी सम्धी? यो के हो? यो यसको नाम छोकडी हो। अहिले छोकडी गिराएर अब ट्याक्क लगाएर यहाँ बनाउँदै हुनुहुन्छ हैन हाम्रो राजी सम्धी र मम्मीले चाहिँ। अब हामी चाहिँ ट्याक्क लगाएर खिर खाने हो आज हैन। लाग्दैछ हाम्रो खिर। एकतापट्टि चाहिँ दुध तताउँदै छु थाप्नलाई। यो नरिवल काट्दै हुनुहुन्छ हाम्रो राजी सम्धी चाहिँ। नरिवल खानु सम्झे नरिवल नखाउँ यार आज। अब खिर नखाउँला नि यार सम्धी यार। यहाँ चाहिँ हाम्रो नरिवल पनि हाल्नु पर्ने हुन्छ अनि यहाँ सेउडे अनि यहाँ लौङ सुकुमेल पनि हाल्नुपर्ने हुन्छ। ट्याक्क लगाएर सबै हालिसकेछ अहिले चाहिँ। अब बनाउँदै छ अब पागी खाने त्यो चाहिँ फेरि चलाउँदै गर्नुपर्छ फेरि डढिन्छ भनेर। राजु सम्धी अब खिर खाने होइन त? खिर अब खानुपर्छ नि यार। आमामा कोसँग बोल्दै हो यार सम्धी? सरितासँग बोल्दै हो? ट्याक्क लगाएर यो सम्धीको गर्लफ्रेन्ड चाहिँ आजकल फेरि सरिता हो क्या हो? ओ सम्धी आजकल सरिता हो? यहाँ चाहिँ अब खिर ठ्याक्कै हाम्रो मनोज भाइले चाहिँ गम खाइरहेको छ होइन। ट्याक्क लगाएर खिर हाँसेको यार नहाँसिकन खाउ न। ट्याक्क खाउ न खायो यार। यो त हाम्रो सोमर भाइले पनि गम खाइरहेको छ फेरि। हाम्रो बुवाले चाहिँ के हो डाइरेक्ट गरेर खाइरहेको छ त के हो? यहाँ चाहिँ हामी फेरि ट्याक्क लगाएर अब चिसो पनि खानेछु। यहाँ के अरे यो खिरको साथमा हामी चिसो पनि खानेछु। यता हाम्रो कृष्ण दाई फेरि एकदमसँगले एकदम चिन्तित अवस्थामा खाइरहेको छ त। अलिकति हाँस्नु पऱ्यो त यार सर। राजु सम्झेल चाहिँ चिसो ल्याएको छ होइन। ट्याक्क लगाएर अब चिसो पनि खाने हो नि त होइन राजु सम्झे? अनि कस्तो लागिरहेछ त सम्धी आजको साउन 15 को दिन? कस्तो लाग्ने पानी परिरहेको छ घुम्न पाइरहेको छैन एकदम। अब चाहिँ यहाँ खिर खाने रमाइलो गर्ने होइन त राज सम्धी? घुम्न पाएन कि रमाइलो लागेन मलाई। किन घुम्नु पर्यो त यार राज सम्धी? यहाँ ट्याक्क लगाएर अब खिर खाने चिसो खाने होइन। राज सम्धीलाई तामाङ नि बोल्न आउँछ? राज सम्धी हाम्रो यो राज सम्धी चाहिँ एकदम लजालु स्वभावको छ होइन। ट्याक्क लगाएर 15 गतेको खिर खाने दिन आज हो। राज सम्धी कति म्यानेज थियो भएको होला यार। किन लुकाएको के यार सम्धी? यो राज सम्धी चाहिँ एकदम लुकाउँदो रहेछ यार। त्यही प्राइभेट छ हो। चिसो पनि ट्याक्क हालिरहेको छ यहाँ। कतिजना हामी 7 जना। प्राइभेटको त यार सबै प्राइभेट भइहाल्छ नि सम्झे हामी कहाँ सबैले देखाइ हुन्छ त। अच्छा टेस्ट लाग्छ नि गरा। ल अब टेस्ट गर्ने होइन त सरहरू? ल चेस खै हाम्रो कृष्ण सर। ल त्यो त हाम्रो राज सम्धी चाहिँ एकदम रमाइलो तरिकाले चिसो खाँदै हुनुहुन्छ होइन। किन पो हाँसिरहेको छ हो? बेर भएको मजा आउने यार। चिसो छ। खिर कस्तो छ सम्धी? खिर एकदम बबाल राम्रो मिठो। अब मैले नै पकाएको हो भन्न नमिल्ने पुगुले पकाएको होइन। पकाएको हो नि यार सम्धी र छिटोहरू गीत गाएर नाच्नु परेन? गीत त नगाउँ होला आज त। त्यो के अरे यो खिर खाएर बस्ने दिन हो नि त। कहाँ गीत गाएर बस्नु त? मनोज भाइ चाहिँ फेरि एकदम उसको गर्लफ्रेन्डले चाहिँ एकदम धोका दियो अरे होइन। आज चाहिँ फेरि जुन चाहिँ तरिकाले खाइरहेको छ बहुलै भइसक्यो हाम्रो मनोज भाइ चाहिँ। सोमबार भाइ चाहिँ फेरि भोलि केटिएम जाने अरे होइन। ट्याक्क लगाएर अनि ऊ चाहिँ एकदम खुसी भइरहेको छ कि आज। किन पो ट्याक्क पुगेन भने खानु सम्धी? मलाई पुग्यो। अघि भर्खर खाएको फेरि यहाँ नि खायो।
डबल डबल खाइदिने अनि हाम्रो सम्झी अब पेटमै आँट्छ के गर्नु। आजको भ्लग चाहिँ यहीसम्म। अब नेक्स्ट ब्लगमा फेरि भेटौँला हामी।